Hello everyone, good morning and welcome to my new vlog. अनि आज टिकाको दिन रहेको छ अनि म पनि सन्चै छु अनि तपाईहरु पनि सन्चै हुन्छ होला भन्ने मलाई आशा लागिरहेछ। अनि आज तपाईको टिकाको दिन कस्तो हुन्छ होला है। त्यहाँ चाहिँ मौसम पनि यस्तो छ अँध्यारो अँध्यारो। अनि आज चाहिँ विजय दशमी हुँदा सुख शान्ति समृद्धि स्वास्थ्य दीर्घ एवं कामना गर्दै तपाईहरु पनि राम्रो हुँदैछ होला भन्ने आशाका साथ आज मैले तपाईहरुको सानो भ्लग सेयर गर्दैछु। अनि चाहिँ म र बहिनी टिका लाउन हिँडेको है बहिनी यतै। तपाईहरुलाई मन पर्यो भने मेरो बायोमा गएर फेसबुक आइडी छ त्यहाँ एड गर्नु होला। फर्क्यो है गाइज टिका लगाएर नि। बहिनी चाहिँ हिँड्नु नसकेर यहाँ झन्डै लडियो त। दसैँ लागेछ कस्तो गर्ने भएको हो हे भगवान कस्तो गर्ने भएको त हे भगवान कस्तो कोही छ मलाई छोरी दिने अनि यसो हम्काइदिने कोही छ यता जङ्गलतिर दसैँको दक्षिणा दिन्छु यसो हम्काइदिने त्यो देख्यो भने मार्छ। गोरुको टट्टी झन्डै टेकियो खुसिन्छ है खुसिन्छ गोरुको टट्टीले फेरि। यताहरू पनि हेर न हेर तेरो लागि नि आउँछ क्या हम्काइदिने तखन मेरो लागि त अहिलेसम्म आएको छैन के गर्नु हो सिङ्गलै मरिने भयो त। म पनि अब हम्काउनको लागि आन्दोलन गर्न जानुपर्छ क्या हो जेन्जीको लागि। मलाई हम्काउने चाहियो 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 भनेर हे भगवान गर्ने भो भाँच्यो है भाँच्यो यो मेरो सेल्फी स्टिक पनि भाँच्यो। 700 रुपियाँ चैट गयो अब मेरो ढङ्ग छैन अरे ढङ्ग छैन यहाँ ढङ्ग भएको हेर्नु त ढङ्ग भएको मान्छे मेरो भएन भाँच्यो। गोस्टी छिर्ने होइन छिरै छिर गरेर आएछ म त बुढो मान्छे के गर्नु सक्दिनँ हो सक्दिनँ बुढो भयो पर्सि यस्तो सक्ने कसरी शिक्षण कुन यस्ता सक्नेहरू
म पालिहाल्छु नि, चिन्ता नगर न। तेरो भाउजू आएपछि यस्तो छ घर मान्छेले, त्यो बुढीले कुद्दै राख्छ। कुट्दिन है।